नमस्कार, म सरू बस्नेत। कार्यक्रम शैक्षिक गतिविधिमा यहाँहरूलाई हार्दिक स्वागत छ। कुशे गाउँपालिकाको आर्थिक सहयोग, शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय र सामुदायिक रेडियो पृथ्वी एफएमको सहकार्यमा तयार पारिएको कार्यक्रम शैक्षिक गतिविधि तपाईले सामुदायिक रेडियो पृथ्वी एफएम 102.2 मेगाहर्ज र अनलाइनमा www.radioprithivyfm.com.np हाम्रो पात्रो र सामुदायिक रेडियो पृथ्वी एफएमको फेसबुक पेजबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम शैक्षिक गतिविधि हप्ताको 3 दिन शनिबार, सोमबार र बिहीबार बेलुका 7 बजेदेखि 7:30 सम्म र पूर्ण प्रसारण आइतबार, मंगलबार र शुक्रबार बिहान 7 बजेदेखि 7:30 सम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम शैक्षिक गतिविधि हामी कुशे गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयहरूमा गई शिक्षक विद्यार्थी बीच भएको कक्षा सञ्चालन र पढाइको अवस्थाको बारेमा गरिएको शैक्षिक गतिविधि प्रसारण गर्ने गर्छौं। आजको अङ्कमा हामीले कुशे गाउँपालिका 5 ढिमेमा रहेको श्री थर्पु माध्यमिक विद्यालयमा शिक्षक कृष्णबहादुर मल्लले पढाइरहनु भएको कक्षा 10 को नेपाली विषयको कक्षा सञ्चालन र विद्यार्थीहरूसँग गरिएको कुराकानी प्रसारण गर्दैछौँ। गुड मर्निङ क्लास। बसौँ। आज भाइहरूलाई सबैलाई आराम छ? हामीले कोही कसैलाई रुङ्गा, खोकी, ज्वरो, झाडा पखाला केही त असन्च त छैन? छैन? टाउको दुखेको छैन? बिहान खाना खाएर आयो कि आएको होइन? नखाएर आएको, भोक लाग्यो होला नि? अब के गरे होइन, भोक, प्यास, निद्रा होइन, हरेक कुरा तपस्या गरेर त्याग गर्नुपर्छ पर्दाखेरि होइन। बिहानी कक्षी भावले अब भोक लाग्यो होला तर पनि धैर्यता गर्नु पर्यो है। आज हामी पाठ 4 सुरु गर्दैछौँ होइन। यो कक्षा 10 को नेपाली किताबको पाठ 4 को होइन पाठ शीर्षक छ यस्तो कहिले नहोस् भन्ने पाठ पढ्दैछौँ। पाठ्यपुस्तक हाम्रो पाठ परिचय छ पहिला होइन। त्योभन्दा पहिला हामीले हिजो पढाइको पाठको पुनः अवलोकन गराउँछु। मैले हिजो पाठ 3 अन्तर्गत हामीले प्रत्यय र उपसर्गको बारेमा छलफल गरेका थियौँ होइन। प्रत्यय उपसर्ग बारेमा छलफल गरेका थियौँ। यो बारे भाइहरूलाई कति ज्ञात छ कति छैन, होमवर्क गरी ल्याएको छ कि छैन? ल्याएको छ होमवर्क गरिदिन? ल्याएको छ होइन। अहिले हाम्रो कक्षामा म एकछिनपछि होमवर्क सबै भाइहरूले मलाई बुझाउनुपर्छ सोध्छु। त्यसको भाइहरूले बनाउनुपर्छ के अरे प्रत्यय लगाएर कुनै पनि शब्द निर्माण गर्नको लागि कि त चाहिँ उपसर्ग लगाउनुपर्छ होइन, कि चाहिँ प्रत्यय लगाउनुपर्छ होइन, लगाउनुपर्छ। भाइहरूलाई म सोध्छु एउटा तपाईँहरूले बनाउनुपर्छ। अक्कड भन्ने शब्दलाई प्रत्यय लगाएर, अक्कडलाई प्रत्यय लगाएर देखाउ त। कहिले देखाउन सक्छ? सबैले सोध्ने प्रयास गर। नै एकैचोटि होइन, पाले पालो। ल प्रशान्त। बोल भन्ने शब्दमा अक्कड प्रत्यय लागेर बनेको शब्द बोल प्लस अक्कड। धन्यवाद। यसै गरी म सबनालाई सोध्छु, बहिनी सबनालाई सोध्छु। इलो प्रत्यय लगाएर एउटा शब्द निर्माण गर त। इलो प्रत्यय लगाएर। मामी प्रत्यय लागेर अलि मिलेन। यो कसरी सक्छ? इलो प्रत्यय लगाएर शब्द निर्माण गर्न। राजकुमार। रमाई प्लस इलो, रमाई प्लस इलो, रमाइलो। त्यसै गरी अब हामी यस उपसर्ग बारेमा गरेका थियौँ। उपसर्ग भनेको ल उपसर्ग भनेको शब्द कसरी निर्माण गर्न सकिन्छ? ल फटेर शब्दमा अगाडि लागेर निर्माण हुने शब्द प्रत्यय। धन्यवाद। बस
ल यसरी भाइ बहिनीहरूले चाहिँ स्मरण गर्नु होला। म आज पाठ सुरु गर्छु। सही के अरे यस्तो कहिले नहोस्, यो भनाइको अर्थ के होला, यस्तो कहिले नहोस् भनाइको अर्थ के होला भने नपरोस् भन्ने हो होइन। यो पूर्वबाट जानकारी अनुसार हामीले यस्तो कहिले नहोस् भने हामीले त्यो पछुताएको हो होइन। हामीले जानी अथवा नजाने पनि हामी कुनै कुराको गल्ती गर्न सक्छौँ होइन। सधैँ गर्छौँ गर्दैनौँ, गर्छौँ। त्यसैले यो पाठमा हामी यो सचेत अहिलेको 21औं शताब्दीमा होइन, नयाँ युगमा, यो नयाँ जमानामा यो अहिले आएको नवीनतम युगले ल्याएको परिवर्तनमा हामी छौँ। हामीसँग कहीँ होइन, विद्युतीय सञ्चार माध्यमहरू छन् होइन। हरेकबाट हामी सचेत रहनको निमित्त यो पाठले हामीलाई त्यो सन्देश दिन्छ। त्यसैले हामीले कहिले पनि के गर्नुपर्छ भन्दा सघाउनुपर्छ भन्ने पाठले जानकारी दिनेछ। यस अनुसारमा एकछिन भाइ बहिनीहरूले गर्छौँ। एउटा यो विधा चाहिँ यो मनोवाद हो। मनोवाद भनेको के हो त भन्दाखेरि मान्छेले कुनै पनि हर्ष अथवा विस्मात अथवा दुःख अथवा कुनै अचानक पर्ने घटनामा मान्छेले त्यो भोगाइ गरेर त्यो मान्छे पछुताएको अवस्था अथवा खुसी भएको अवस्थामा लेखिने मनमनै लेखिने भावना, मनमनै खोज्ने, लेख्ने, आफै प्रश्न गर्ने, आफै उत्तर दिने त्यो भावनालाई मनोवाद भनिन्छ। त्यस्तै यो मनोवाद हो। अनि हामीले पनि यसरी कुनै बेला हामी खुसी भएको बेला, तिमीले प्रोत्साहन पाएको बेला, तिमीले कुनै दुःख पाएको बेला अथवा तिमीले कुनै लामो यात्रा गरेको बेला होइन, कुनैबाट प्रभावित भएको बेला यो चाहिँ मनोवाद लेख्न सकिन्छ। मनोवाद कहिले पनि सुत्ने बेला लेख्न सकिन्छ, किनभने दिनमा मनोवाद हुँदैन। किनभने दिनमा त हरेक वातावरण रमझम हुन्छ, हरेक हुन्छ, त्यस कारण हुँदैन। हामीले कहिले पनि के गर्नुपर्छ, सुतेको बेला मान्छेले निद्रा पर्दैन। या त खुसीले होस्, या त हर्षले होस्, या त दुःखले होस्, या त पछुताले होस्। मान्छेले पछुताएर पनि निद्रा हुँदैन। त्यसैले मान्छेले के गर्छ त मनोवाद, मनोमनै लेख्ने कुरालाई के भनिन्छ, मनोवाद हो। मनोवाद के हो त यो एउटा नेपालीको विधा अन्तर्गत निबन्ध, कथा, कविता होइन, उपन्यास, जीवनी जस्तै मनोवाद पनि एउटा नेपाली विधा हो होइन। यसरी हामी मनोवाद लेखेर विगत घटनाबाट हामी सच्चिने पनि सक्छौँ र यसबाट हामी सावधान हुन सक्छौँ भन्ने कुरा हामी लेख्ने गर्छौँ। त्यसैमा सुरु गर्छौँ। यो एउटा पात्र हुन्छ, त्यहाँ कुनै मनोवाद लेख्दाखेरि कुनै एउटा पात्र हुन्छ, त्यसैको चाहिँ खण्डन गरेको हुन्छ। पात्र सुकमान हो, स्थान चाहिँ बोराटार काठमाडौँ हो, समय राति 10 बजे। जहिले पनि सुनसान अवस्थामा मनोवाद लेखिन्छ, एकान्त अवस्थामा। सुकमान बत्ती बन्द गरेर सुतेको आधा घन्टा भइसक्यो, पनि सुतेको कतिको भइसक्यो होइन, भइसक्यो। उनलाई पटक्कै निद्रा परेको छैन। उनलाई के भएको छैन, निद्रा उनलाई पटक्कै परेको छैन, निद्रा परेको सुतेकै छैन। किन होला, किन सुतेको छैन होला? हो, उनको मनमा केही न केही छ होइन। या चाहिँ हौसला छ, या चाहिँ उनलाई पीडा छ, या चाहिँ उनलाई पछुताउ छ होइन। केही न केही कारणले गर्दा उनलाई के भएको छ भने उनलाई निद्रा परेको छैन होइन, छैन। साइबर अपराध बढेको कारण आफू र थुप्रै मानिसले पाउनुसम्म दुःख पाएको समय उनी खिन्न छन्। साइबर अपराध भने तिमीलाई थाहा छ होइन? कस्तो अपराधले साइबर अपराध भन्छ ल? साइबर अपराध भनेको विद्युतीय सञ्चारको माध्यमबाट कसैलाई पनि कसैको मनमा अथवा कसैको मान्छेको मानहानि हुने गरेर चोट पुर्याउने कार्यलाई चाहिँ साइबर अपराध भन्छ। धन्यवाद। त्यसरी साइबर अपराध खिन्न छ। त्यो साइबर अपराध दुःख पाएको सम्झेर उनी खिन्न छ। सामाजिक सञ्जालमा छाएका विकृतिले गर्दा आजको मन अनिलो भएको छ। सामाजिक सञ्जाल भनेको के होला? कतिले भन्छ एकजनाले एकजनाले भन। आधुनिक विज्ञान तथा प्रविधि हो, जसले सूचना प्राप्त गर्नका लागि एउटा सूचना प्राप्त गर्ने एउटा माध्यम हो, जसले गर्दा सूचना प्राप्त गरेर मानिसहरूलाई सचेत बनाउँछ। धन्यवाद। हो, त्यसलाई सामाजिक सञ्जाल भन्छ होइन। समाजमा आदान प्रदान हुने विद्युतीय माध्यम हो होइन। सर्टकरी भन्दा जस्तै मोबाइल, कम्प्युटरहरू अनि आइसिटी हुन्छ नि, प्रविधिहरू हो, विज्ञान प्रविधिहरू होइन। विधिले आद गर्दा उनीहरूको मन अनिलो भन्नको अर्थ के होला? उनको मन किन अनिलो? यसले गर्दाखेरि राम्रो परिरहेको छ भन्ने छ सामाजिक सञ्जालले होइन, अहिलेको विद्युतीय माध्यमले होइन, उसले संसारले राम्रो ल्याएको छ भन्ने छ। तर उनी किन अनिलो भएका छन् होइन, खिन्न भएका छन् होइन। हामी यो पढ्दै जानेछौँ। बिस्तारमा सुतेको 1 घन्टा हुँदा पनि उनलाई निद्रा लागेको छैन। उनी सुतेको 1 घन्टा भइसक्यो, तर उनलाई के भएको छ? निद्रा, पटक्कै निद्रा लागेको छैन होइन।
लागेको छैन। बेला बेला साइबर अपराधबारे आफूले पढेका सुनेका र थाहा पाएका कुरा पनि मनमा झल्यास सम्झन्छन्। उनले साइबर अपराध सम्बन्धी आफूले पढेका आफूले थाहा पाएका बारेमा सुनेका थाहा पाएका बारे उनले सम्झिन्छन्। यो चाहिँ अब यो पात्रको मनभित्र भएको कुरा यो चाहिँ हेडलाइन दिएको छ। अब पात्रको आफ्नै भावना यहाँ भनेको छ होइन। तिमीले पनि राम्रो सुन। अरे के जमाना आयो यस्तो सामाजिक सञ्जालले गर्दा जीवन सहज र सजिलो भयो भनेको त झनै जटिल र समस्याग्रस्त पो बन्न थाल्यो। जमाना कस्तो आयो त सामाजिक सञ्जालले त मान्छेलाई अहिले सहज बनाएको छैन। कस्तो के सहज बनाएको छ त जस्तै नयाँ नयाँ कुराको जानकारी हुनका लागि सहज बनाएको छ। मानिसहरूलाई अवगत अनुसन्धान गर्ने वैज्ञानिक प्रयोग गर्नका लागि पनि सहज बनाएको छ। अनि धेरै नयाँ खोजहरू पनि छ। खोज अनुसन्धान गर्नलाई सहज बनाएको छ नयाँ कुरा होइन। हामीलाई एक ठाउँबाट अर्को ठाउँमा छिटोभन्दा छिटो होइन कुनै पनि सूचना सञ्चार पुर्याउनलाई सहज बनाएको छ। सही छैन सहज बनाएको छ होइन। सजिलो भयो भनेको त झनै जटिल समस्याग्रस्त पनि बन्न थाल्यो। किनभने त्यो सहज भयो भन्ने एकतिर छ भने विज्ञानले एकतिर उ गरेको छ, आविष्कार गरेको छ होइन, गरेको छ, अहिले विनाश पनि गरेको छ होइन। किनभने त्यो समस्याग्रस्त किन हुनु पुग्यो त भनेपछि उनी त्यही कुरामा उनी के गर्छन् त पिरुलिएका छन्। सामाजिक सञ्जालबाट थाहा भएको म जस्तो आज मेरो फसेँ भने अरू कति मान्छेलाई यो सञ्जालले पीडा दिएको होला। खाएको विषमा लाग्नुपर्ने कोल्ट फेर्छन्, नखाएको विष पनि लाग्दो रहेछ। के भन्नुको अर्थ के होला? खाएको विष लाग्नुपर्ने तर नखाएको विष पनि लाग्दो रहेछ भन्नुको अर्थ के होला? कहिले जान्छ भन्ने अर्थ बुझिन्छ। त्यही हो सबै सहमत त्यही छ होइन। नखाए विष भने के रहेछ? विष त खाएपछि लाग्नुपर्ने नगरे गल्ती होइन। विष त खाएपछि मात्र लाग्नुपर्ने, नखाएर पनि विष गर्दो रहेछ लाग्दो रहेछ होइन। किनभने नगरे पनि सजाय भोग्नलाई के भनिन्छ? नखाएको विष लाग्दो रहेछ भनिन्छ होइन। मोबाइलभित्रको साइबर संसारमा पस्दा त खुबै विचार पुर्याउनु पर्दो रहेछ नि अरे होइन। किनभने अहिले हामी सबैसँग मोबाइल छ होइन, सबैसँग मोबाइल छ, सबैसँग छ। त्यहाँभित्र बसेर हेर्दा के हेर्नु रहेछ? एकदमै विचार पाउनुपर्ने रहेछ भन्ने कुरा यसले सन्देश दिन्छ। बदलेछ नि है। मोबाइललाई पनि के दोष दिनु र खै गरे मैले नै होस् गुमाएपछि मोबाइललाई अर्को मोबाइललाई के को दोष? मोबाइल भन्ने चिज पनि विचित्रकै छ। विचित्र बनाए के थाहा छ तिमीलाई? अनौठो छ अनि घोरिन्छ। एकदम घोरिएर यस्तो घोरिन्छ होइन। घोरेर त्यस्तै छ भने घोरिन्छ होइन। 4 साल त सामाजिक सञ्जाल प्रयोग र साइबर सचेतना समिति कक्षामा स्वयं सहभागी भएको थिएँ नि, तर खै के गर्नु? पोहोर आफै त्यो साइबर अपराध सम्बन्धी होइन कक्षा सामाजिक सञ्जाल प्रयोग र साइबर चेतना समिति कक्षामा स्वयं आफै थिएँ म। त्यो कक्षा ल्याएको थिएँ, तिम्रो पनि लगेको छ होइन। पटक पुलिसले आएर पनि प्रहरीले पनि प्रहरी दिएको छ होइन। प्रहरी चौकीका सङ्घ संस्थाहरूले पनि त्यस्तो कुराहरूको के अरे दिइरहेको छ। सही छ, स्कुल बाहेक अरूबाट पनि तिमीले लिइसकेको छ होइन। अनि खै त के गर्नु? पढेको हो त्यही त के हुन्छ भने हामीले पढेको कुरा चाहिँ व्यवहारमा उतार्न सकेनौँ भने पढेको अर्थ रहँदैन होइन। कार्यान्वयन गर्नुपर्छ। पढेकोलाई व्यवहार उतार्न नसकेपछि त्यो पढाइ के पो अर्थ हुँदो रहेछ र भन्छ होइन। बेलामा बुद्धिमा बिर्को लागेपछि बिर्को लाग्नु के होला? होस् नपुर्याउने होइन। कुनै पनि काम गर्दै रहने कहिले पनि के गर्ने त भन्दाखेरि सोच विचार गरेर बोल्ने, सोच विचार गरेर काम गर्ने होइन। सोच विचार गरेर हिँड्ने, सोच विचार हिँड्न सकिनु भने हामी के हुन्छ त लड्छौँ होइन। ठेस लाग्छ, कामै बित्छ होइन। त्यसरी झट्ट बोलियो भने सोच विचार नगरिकन गरियो भने के हुन्छ? त्यसले पछि हामीलाई के गर्नुपर्छ? पस्ताउनु पर्छ होइन। त्यही हो बुद्धिको लाग्यो भन्छ। किनभने उति बेला कक्षामा सहभागी हुँदा कुरा सम्झिन्छ। उति बेला कक्षामा सहभागी हुँदा त्यस्तरी चाहिँ राम्रोसँग आफूले राम्रोसँग त्यो पढाएको थिएँ सुनेको थिएँ भन्ने छ होइन। सम्झिन्छ। त्यो बेला साइबर अपराधबारे गजबसँग भन्नुभएको थियो नि। साइबर क्राइम शाखा सब इन्सपेक्टरले त्यो बेला साइबर अपराध बारेमा इन्सपेक्टरले अथवा भन्नुभएको थियो होइन। पुलिसले पनि जनाउँछ होइन, यस बारेमा सहित बनाउँछ, सुरक्षा दिनको लागि बनाउँछ। वास्तवमा सारा कुरा मैले त्यति बेला सुनेर उतै बेलै कानले उडाएको भए भने डट छ अनि उठ्छ अनि बत्ती बाल्छन् र अनि के गर्छ? पानी पिउँछ होइन। जान्छ के गर्छ? त्यो अनि त्यो भन्छ आफै चाहिँ मनमा कुरा खेलाउँछ, जान्छ र अनि निद्रा पर्दैन, बत्ती बाल्छ अनि पानी पिउँछ होइन। पानी पिउँछन्। त्यही दिन अर्को
पानी पिउँछन्। त्यस दिन आएको त्यो मेसेजलाई मैले तुरुन्तै हटाइदिनु पर्ने रहेछ। के गर्नु, के रहेछ भनेर हेरि त हालेँ होइन। मेसेजमा के हो थाहा छ तिमीहरूलाई? मोबाइल आउने सूचना होइन। मेसेजमा के रहेछ? विद्युतीय माध्यमबाट होइन, विद्युतीय माध्यमबाट आउने। मोबाइल मात्र होइन, मेसेज उठ्नु आउँछ, ल्यापटपमा आउन सक्छ होला होइन, होइन अरू पनि आउँछ होइन। विद्युतीय माध्यमबाट आउने सूचना होइन, हटाइदिनु पर्ने रहेछ। के गर्नु, के रहेछ भनेर हेरि त हाने होइन। हरे शिव, यस्तो नचिनेको व्यक्ति र नम्बरबाट आएको मेसेज त शत्रुले पनि नहेरोस्। उनले के भन्छ बताउँछ, यो नचिनेको व्यक्तिबाट आएको मेसेज त शत्रुले पनि हेर्नु नपरोस्, शत्रुले हेर्नु नपरोस् भनेर भन्छ होइन। तपाईँले 25 लाख रुपियाँ पुरस्कार परेको छ बधाई भन्ने आशयको सन्देश मोबाइलमा पठाएको रहेछ। त्यो मेसेज के रहेछ? त्यो सन्देश देख्न साथ म त खुसीले उम्लिन्छु। अब म सिद्धिको धन पाइने भयो भनेर म मक्क परेँ होइन। धन सिधै पाइन्छ र? धन भनेको सिधै पाउन सकिन्छ? सकिँदैन। धन कमाउने त हाम्रा अग्रजहरू, हाम्रा पुर्खाहरूले हिजो होइन प्रथम दोस्रो विश्वयुद्ध लडेर होइन, अझै पनि कहाँ छन् को कहाँ छन् थाहा छैन होइन। मरे ज्यान दिएर रगत मिसाउनुपर्छ, पसिना मिसाउनुपर्छ होइन, मात्र धन पाइन्छ। त्यसै धन पाइन्छ? त्यो कहिल्यै पनि तिमीले त्यो सोध्नु हुँदैन। आज मैले यो गति भोग्नु पऱ्यो, त्यस्तै गति भोग्नुपर्छ होइन। पऱ्यो खुइ सुतिर हाल्छ, सुई गरेर सुतिर हाल्छ गर्छ होइन। अब अझ मैले घर परिवारलाई भनेकै छैन, घर पनि त्यति बेलासम्म उसले के भने रहेछ गरेर भनेको रहेछ होइन। सबैले थाहा पायो भने भन्छ होइन, प्रश्न गर्छ सबैले थाहा पायो भने के होला भन्छ होइन। कसरी मुख देखाउने होला, यो सङ्कटको भुमरीमाबाट कसरी उम्कने होला, यो सङ्कटको भुमरीमा कसरी उम्कने होला, कसरी थाहा पाउने होला भनेर ऊ पछ्ताउँछ। हरे जताततै साइबर अपराधको बाढी पो आए जस्तो छ त। सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्विर प्रयोग गरेर नक्कली प्रोफाइल खोल्ने, गैर कानुनी हरकत गरेर बेइज्जत गर्ने तथा दुःख दिने गर्दा रहेछन्। यो सामाजिक सञ्जालमा त्यस्तो पनि हुन्छ होइन। अर्काको फोटोमा अर्का फोटो हालिदिने, नआउनु फोटो पठाउने होइन, अनि टाउको जोड दिने, के गर्ने गर्छ गर्दैनन्? गर्छन् होइन। त्यो पनि के रहेछ? त्यो गैर कानुनी अपराध है। त्यो कहिले गराउनु, नजानेर पनि गर्नु हुँदैन, नजानेर नगर्नु। नजानेर हामी के गर्छौँ त त्यो साइबर अपराधमा भन्न सक्छौँ। त्यो साइबर अपराध पर्छ, गम्भीर हुँदै गर्छ, गम्भीर हुन्छ। धन्य अहिलेसम्म आफू त्यस्तो परिएको छैन पो, अब त्यो गरिन भन्छ होइन। विभिन्न किसिमको तस्विरमा अरूको टाउको जोड्ने तथा आफन्तले पठाउने, सामाजिक सञ्जालमा राख्ने कार्य पनि गर्दा रहेछन् भने त्यो मैले भनिसकेँ। के गर्नु, साइबर सचेतना कक्षा लिएकै हो क्यारे। अब के गर्ने, कक्षा लिएकै हो क्यारे, पढेकै हो क्यारे भन्छ होइन। आफूले धिक्कार चाहिँ मैले यो पढ्यो के काम भयो, मैले कक्षा लियो के काम भयो। त्यसै तिमीले पनि हरेक कुरा पढेर तिमीले के गर्ने, व्यवहार बताउने प्रयास गर्ने। यो शिक्षा व्यवहारिक शिक्षा भनेकै त्यही हो होइन। हामीले पढेकोले व्यवहार बताउन सक्यौँ भने यो हामीले पढेको काम लाग्छ, नत्र भने के हुन्छ, शिक्षा काम लाग्दैन होइन। यो सुवाको जस्तो पढाइ हुन्छ होइन। सुवाले पनि त कहीँ देखाएको छ, सुवाले बोल्न देखाएको छौ? पट्टु भन्छ नि होइन। पट्टु भन्नु भने पट्टु भन्छ, जे भन्छ, तर पट्टु भने के हो बुझ्दैन। हामीले हरेक कुरा के गर्नुपर्छ, यो भने के हो भनेर बुझ्नुपर्छ के होइन। त्यसलाई चाहिँ व्यवहारिक ज्ञान भन्छ। शिक्षाले बिहान पढाएका र पाठ्यपुस्तकमा लिएका कुरा मात्र पढ्ने बानी परेकोमा बाहिरी परिवेशसँग संसारसँग अपरिचित को रहेछौँ होइन। त्यसरी हामीले शिक्षाको पढाएको कुरा मात्रै अथवा अहिले पाठ्यपुस्तकमा भएको कुरा मात्रै सिक्नु पर्दो रहेछ भन्ने पनि सन्देश दिन्छ यो मनोभावले होइन। हामी बाहिरी कुरा पनि बुझ्नुपर्छ, संसार पनि बुझ्नुपर्छ भन्छ होइन। म त्यति मात्र रहेछु भनेर अहिले पछुताउँछ। जीवन आफूले दुःख पर्दा पढेका जानेको कुरा पनि व्यवहारमा प्रयोग गर्न नसक्ने रहेछ होइन। जीवनमा के गर्छ, आफूले जानेको कुरा र अब दुःख पर्दा जानेका कुरा पनि व्यवहारमा प्रयोग गर्न सकिएन होइन। अन्त्यमा सचेत नहुँदै त्यसरी भयो भनेर ऊ के गर्छ त पछुताउँछ। मोबाइल उल्टै पल्टा हेर्नु थाल्छ, मोबाइल यस्तो पल्टाउँछ, यस्तो पल्टाउँछ होइन, हेर्नु थाल्छ। मोबाइलभित्रको संसारको कल्पना डुब्छ। मोबाइलभित्र यहाँ के छैन, मोबाइलको सब सही छैन, एकदमै धेरै कुराहरू छ। जाने बेला सही सदुपयोग गर्ने हो भने मोबाइलभित्र के छ त धेरै कुराहरू छ होइन, डुब्छ। साँच्चै यो मोबाइलभित्र त सारा संसार पो अटाएको रहेछ, छैन छ होइन। तिमीले हेरेको छ जे खोजिनु पाउँछ संसार, कुना कुराहरू होइन, संसार नभएको कुराहरू पनि पाउँछ होइन। संसारभित्रका जति जे खोजे पनि पाउँछ। नाच यहीँ रहेछ, गाना यहीँ रहेछ, धर्म यहीँ रहेछ, अधर्म यहीँ पनि यहीँ रहेछ, स्वर्ग नर्क जे भनौँ यसै सबै यसैमा रहेछ। यहाँ के रहेछ, सबै त्यसमा रहेछ।
ज्ञानको भण्डार पनि यही रहेछ, सुख पनि यही रहेछ, सुकर्म देखाउने बाटो पनि यही रहेछ, कुकर्मतिर लाग्ने बाटो पनि यही रहेछ। सुकर्मतिर लाग्ने नयाँ बाटो, सुकर्मतिर लाग्ने बाटो पनि यही रहेछ, लाग्ने बाटो यही छ, नराम्रो बाटो लाग्ने बाटो पनि यही रहेछ। के छ नानी त ध्यान दिएर भयो सुन क्या। पहिले के गर्नुपर्छ, सिकाइ मतलब पनि सुनायो क्या। पहिलो चरण के हो त सुनाइ हो, हामीले सुनाइबाट सिक्छौँ होइन। त्यसमा तिमीहरू बोलायो भने के हो त, मैले भनेको कुराहरू नबुझेको कुराहरू प्रतिक्रिया दिने होइन, बोल्ने। सर यो भनेको के हो सर, अहिले बुझिनु बुझ्नु यहाँ बुझ्नु भन्ने। सधैँ पढ्दाखेरि के हुन्छ, किताब कलम समातेर पढ्ने होइन, कलम समात्ने। अनि त्यसपछि भने ठ्याक्कै चाहिँ हेडलाइन गर्ने, आफूले नबुझेको कुरा, आफूले अप्ठ्यारो लागेको कुराहरू हेडलाइन गर्ने, अनि त्यो सरसँग सोध्ने अथवा टिकोले दोहोऱ्याएर पढ्ने। आफूले पनि लागेको कुराहरू, महत्त्वपूर्ण लागेको कुराहरूलाई के भन्छ हेडलाइन गरेर पढ्नुपर्छ। टाउकोमा हात राख्दै जस्तो गर्छ, टाउकोमा हात राख्छ, राख्दै जब मान्छेको हातका औँला मोबाइलभित्रका खराब कुरा खोज्न तमिसिँदा रहेछन् नि, त्यसपछि त मान्छेले यही धरतीमा नर्क भोग्नु पर्दो रहेछ। मान्छे जबसम्म मान्छे के गर्छ, ती औँलाले खराब कुरा लेख्न खोज्यो भने मान्छे के गर्छ, नर्क खोज्यो। नर्क बनाए के हो, स्वर्ग बनाए के थाहा छ तिमीहरूलाई? के हो त भन नि, नर्क बनाए के हो, स्वर्ग बनाए के हो? नर्क बनाए के हो, नराम्रो ठाउँ होइन। नर्क बनाए के हो त, स्वर्ग बनाए के हो एकदमै सुसम्पन्न ठाउँ होइन। नर्क भनेको दुःख हुने ठाउँ नर्क बनिन्छ। यहाँ स्वर्ग नर्क मरेर स्वर्ग गइन्छ भन्छ नि, त्यो गलत कुरा हो होइन। नर्क स्वर्ग हामीसँगै छ होइन। हामीले सही बाटो सही मार्ग देखायौँ भने, हामी सुख सहीको जिन्दगी बितायौँ भने त्यो नै स्वर्ग हो, यही भूमि स्वर्ग हो। हामीले कुकर्म गर्दै गयौँ भने अनि हामीले पाउनेसम्म पीडा दुःख पायौँ भने यो नै नर्क हो। अर्को छुट्टै संसार छैन स्वर्ग नर्क भन्ने। मलाई धिकार छ मेरो यही यहाँ आउला यति दिन किन त्यो म्यासेज थिच्न पुग्यो होला, खै आज भइगयो नि। खै सुझावले लोराले थिच्नु जस्तो लाग्छ यी औँलालाई, लोरा थिच्नु जस्तो लाग्छ भने कहिले काहीँ के गर्छ, त्यो तम्सिन्छ। यो लोरो भने औँला थिचिदिन्छ भन्छ होइन। पछि ला पाउने लोभमा फसाएर गयो। त्यो दृष्टिले मेरो सबै बैङ्क खाता लगायत व्यक्तिगत विवरणमा यो एक दिनले शङ्का लागेको थियो। होस् थक होला विवरण सेवन किन केही नदिउँ भन्ने के भनी पनि लाग्यो कहाँ हो र। तर के गर्नु, अर्को मैले भन्यो हेर सुकु यति तिम्रो भाग्य सन्किएको हो, तेरो तालमा आलु फल्दैछ ठालु पल्टेर यसलाई स्वीकारियोस् भने तेरो बैङ्क खातामा आउने 25 लाख आउने छैन भनेर भयो। ल अगले यति किनभने समयले नेतो काट्यो होइन। भोलि बाँकी हामीले पढि ल्याउनु है। भोलि यो पाठलाई फेरि पढ्नेछौँ, पढि ल्याउनु। धन्यवाद। ल नमस्ते, मेरो नाम चाहिँ राजकुमार खत्री। म अहिले अध्ययन गर्ने कक्षा 10। मेरो विद्यालयको नाम श्री थर्पु माध्यमिक विद्यालय कुसेपास ढिमी जाजरकोट। मेरो ठेगाना कुसेपास ढिमी जाजरकोट। नेपाली विषय हो सर, एकदमै राम्रो लाग्छ। बुझिन्छ, यस्तो बुझिने भन्ने यस्तो जस्तै विद्यार्थीहरूले सरले पढाएको कुरा ध्यान दिएपछि बुझिन्छ, मजाले बुझिन्छ। अरू सरहरूले पढाएको पनि राम्रो छ सर, पढाइ पनि राम्रै गतिमा अगाडि बढिरहेको छ। अनि जस्तै नबुझेको कुराहरू हामीहरू सोध्छौँ अनि सरहरूलाई, अनि राम्रै चलिरहेको छ। असुविधा त्यस्तो छैन सर, तर लाइब्रेरीमा अलि पुराना बुकहरू छन्, अलि ती पुरानो बुकहरूको व्यवस्थापन गरेर अलि नयाँ बुकहरू ल्याइदिएको भए अलि राम्रो हुन्थ्यो। अनि खानेपानी पनि त्यस्तै हो सर, खानेपानी पनि यो 6 बजीबाट 4 बजीसम्म आउँछ, त्यसैले खानेपानी पनि राम्रो छ। किनभने चाहिँ यहाँ डरम पनि छ, डरममा अलि फोहोर भएको कारणले डरम पनि अलि सफा गरेर बेला बेलामा सफा गरेर सञ्चालन गर्ने हुन्छ। तर यो खानेपानी पनि छ। अर्को हाम्रो विद्यालयमा भएको एउटा समस्या चाहिँ घेरबारको समस्या छ। किनभने चाहिँ घेरबार नभएपछि विद्यालयको आधा अस्तित्व भनेको गुमाउँछ। त्यसैले हाम्रो घेरबार छन त थियो, तर यो आधा मात्रै छ, यतापट्टि छैन। त्यसैले घेरबारको व्यवस्थापन भएपछि राम्रो हुन्थ्यो। र गेट पनि अलि यो भत्किएको जस्तो छ अनि लाग्दैन, अनि यसको पनि व्यवस्थापन भएको राम्रो हुन्थ्यो। अनि हाम्रो विद्यालयको सबैभन्दा मुख्य समस्या भनेको यही हो सर। सर शुक्रबारे कार्यक्रम हुन्छ, जस्तै हामीले बालकलाको पदाधिकारी सबै मिलेर अनि विद्यालयका सम्पूर्ण बालबालिकाहरू वा आफ्नो इच्छा भएको बालबालिकाहरूमाथि गएर यो शुक्रबारे कार्यक्रम कस्तो गर्ने अनि के गर्ने भन्ने हुन्छ। जस्तै भोलि कुर्सी दौड छ, अनि अगाडि लोकगीत भयो, अनि हजिजवाफहरू भए, हिज्जेहरू भए, अनि हामीले यो तारिख अनुसार बनाएर अनि त्यही अनुसार हामीले शुक्रबारे कार्यक्रम गर्ने गरेका छौँ। असुविधा त्यस्तो छैन, बरु लाइब्रेरीमा मात्रै अलि मैले समस्या देखेको छु।
नमस्ते, मेरो नाम चाहिँ मनिषा चन्द। म पढ्ने कक्षा 10मा। मेरो विद्यालयको नाम चाहिँ श्री थर्पु माध्यमिक विद्यालय कुसेपा ढिमे जाजरकोट। मेरो घर चाहिँ ठेगान चाहिँ यही ढिमे जाजरकोट। अनि अहिले हामीले भर्खर नेपाल विषय पढिरहेको छु। नेपाल विषय पढेर सर पढाएर गइसक्नु भएको छ। नेपाल विषय पढाउने सर चाहिँ कृष्णबहादुर मल्ल सर हुन्। उहाँले राम्रै पढाउनु भएको छ। उहाँको पढाइ राम्रै छ, राम्रोसँग बुझाउनुहुन्छ। अनि हामीले नजानेको कुरा अन्डरलाइन गरेर सरलाई पनि सोधेर सरले दोहोऱ्याएर बुझाइदिनुहुन्छ। हामीलाई सब सुविधा भएको छ। त्यहाँ अरू सरहरू पनि राम्रै पढाउनुहुन्छ। सब ठिक छ, खानेपानी पनि सब ठिक छ सर। श्रोता, आजको कार्यक्रम तपाईहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। अर्को अङ्कमा हामी अर्को विद्यालयको शैक्षिक गतिविधि ल्याएर उपस्थित हुनेछौँ। आजको अङ्कबाट प्राविधिक रोशन बस्नेत र म कार्यक्रम सञ्चालिका सरू बस्नेत बिदा हुन्छु। नमस्ते।